हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। स्वागत छ मेरो ब्लगमा सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु है। म चाहिँ घरमा बसेर चाहिँ अल्छी लागेर म घुम्न आएको छु है, साथीभाइलाई लिएर। म चाहिँ साथीभाइ हुनुहुन्छ घरमा गाली खाइ खाइ आएको चाहिँ विमलजी घरको गाली खाइ खाइ आएको चाहिँ घुम्न अल्छी लाग्यो भनेर चाहिँ घुम्न आएको छ। भाइ पछाडि साथी आउँदैछ है। तल चाहिँ के गाली कस्तो गाली खाएको छ है? चाहिँ बाबु गाली होइन, बर्खा माछा चाहिँ होइन खोलाहरू बढिरहेको के तपाईँले देखाउँदैछु है। होइन फ्युचर यसलाई चाहिँ के भन्छ अरे? फ्युचर भन्छ यिनीहरूलाई, फ्युचर पानी त लाग्छ चिज छ नि फेरि। पानी त लाग्छ चिज छ नि, पानी त लाग्छ चिज छ नि। हेलो बढेको बेला हेर्नुहोस् गाइजहरू धेरै ठुलो त आएको छैन। हेर्नु सबै मिसेर चाहिँ काठी खोला पुग्छ होइन। ल आज चाहिँ विमललाई चाहिँ घरमा बसेर चाहिँ बोर लागेर चाहिँ घुमा भन्छ, त्यही लागि चाहिँ हामीले घुम्न लिएको कि यसलाई फ्रेस हुन्छ घुम भनेर चाहिँ लिएको। घरको गाली खाइ खाइ भने आएको छ है। हेलो नमस्ते खोला चाहिँ हेर्न सक्नुहुन्छ है। साथीहरू बगाउला फेरि ल हामी चाहिँ यता सबै घुमेर चाहिँ हामी चाहिँ गिरानमा आएको छौँ है। गिरानमा जाने, त्यसपछि त्यहाँ चाहिँ पानी पऱ्यो होला, कस्तो भयो होला गिरान। हामी चाहिँ नहेलेको चाहिँ 2-3 दिन भइसक्यो। त्यही लागि चाहिँ गिरान कस्तो छ होइन, त्यही भएर हिँडेको छौँ है। गिरान चाहिँ कस्तो छ तपाईँलाई देखाउनेछु। अनि साथमा भवन पनि छ क्या, भवन पनि हजुरलाई देखाउनेछु है। हेलो 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 गाइजहरू ल साथीहरू है, हामी चाहिँ गिरानमा आइसकेको छौँ है। यहाँ चाहिँ जङ्गली छ क्या यस्तो घाँसहरू। बेलुकादेखि भनिरहेको लाउने गाइजहरू आज चाहिँ डह्रो हुन्छ होला है, घम्सी हुन्छ होला आज चाहिँ। लिफ्ट फाल्ने रे सर्टो मान्छे लिफ्ट फाल्छ कहिले होइन दोष यस्तो हुन्छ नि त ल हेर्नु गिरान चाहिँ पुरै घाँस पलाएर बाहिर। गिरान चाहिँ खासै सिप्लो छैन त। ल सिप्लो छ क्या हल्का हल्का। अहिले बेलुका आउनुपर्छ है, डह्रो हुन्छ आज। हेर्नु त्यो पानी आयो भने त्यो ढुङ्गा कहिले आउँछ नि थाहा हुँदैन क्या। र तपाईँलाई त्यो चाहिँ पुरै बनमा चाहिँ होइन डह्रो लाएर अनि तालमा चाहिँ बर्खा माछा हुन्छ नि, पानी परेर सब माथिको माटो आएर भएको गिरान चाहिँ। यो चाहिँ कालो माटो होइन, यता चाहिँ उच्च छ हल्का, उता चाहिँ सम्म हो क्या गिरान कति उच्च स्लिप्ता छ कि डाइभ हान्दै नि केही नहोला जस्तो क्या है। साथीहरू तपाईँले चाहिँ म हाम्रै गाउँ भएको समूहको चाहिँ भवन देखाउँछु। पहिला चाहिँ कस्तो थियो, अब चाहिँ रङसन लागेर राम्रो राखेँ कि तपाईँलाई देखाउँछु है। साथमा चाहिँ चौतारोही। यहाँ चाहिँ के सारेको हो र? दुइटै ए यो बढी पिपल तिमीले सारेको हो र? कहिले आएर? ए यो बुट्टालाई के भन्छ अरे? हेर्नु सक्नुहुन्छ गाई, हेर्नु कति ठुलो अघि बुट्टा चाहिँ लाँकुरीको बुट्टा। लाँकुरीको है लाँकुरीको रुख हामीले भवनमा आइसकेको छौँ है। भवन
चाहिँ हेर्न सक्नुहुन्छ पछिबाट सृजनशील हेर्नु बाल चाहिँ- क्लबको भवन हो। यो चाहिँ समूह आमा समूह चाहिँ बैठक बस्ने क्या आउनुहुन्छ नि बैठक बस्न खासै राम्रो देखेन फेरि मेरो मोबाइल चाहिँ लो क्वालिटीको भएर खासै राम्रो देखेको छैन कि दर्शकहरूले देखाउनु पर्ने यहाँ सब भवनहरू ल गाइज केही छ कि भित्र यहाँको म्याट खोइ सुसी म्याथ माथि खाएको कस्तो कस्तो आउनु पर्थ्यो कि चक्ली देखाएन है चापी लाएर पिछे नयाँ फेरि आयो कि पहिला चाहिँ लास्टै कबड्डी थियो अहिले त राम्रो भएको कि भवन चाहिँ होइन गाइस लगाएर थियो बिरामी मान्छे जहाँ पनि पल्टिरहेको फ्रेस भयो मुख धोएर हुन्छ क्या फेरि गाइजहरू तपाईँ चाहिँ यस्तै यस्तै भिडियो लिएर देखाउनेछु तपाईँले स्किप नगरी भिडियो हेर्नु होला है म चाहिँ भिडियो यहीँ अन्त्य गरिदिन्छु मन पऱ्योमा लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला न्यू डे न्यू भलाको साथ भेट्नेछु अहिले जय नेपाल जय